विषय एकादशीको दिन के खानु हुँदैन। एकादशी भगवान श्री हरिको अत्यन्त पवित्र दिन हो। यस दिन अन्न त्याग्ने व्रतको मुख्य आधार मानिन्छ। शास्त्रमा भनिएको छ, अन्नम न भुञ्जितो एकादश्याम हरिवासरम उत्तमम, अर्थात् एकादशीको दिन अन्न सेवन गर्नु हुँदैन। त्यसैले चामल, गहुँ, मकै, जौ र तिनीबाट बनेका सबै परिकार एकादशीमा त्याग गर्नुपर्छ। पद्म पुराणमा भनिएको छ, धान्यम दालम तथा शाकम एकादश्याम विवर्जयेत्, अर्थात् दाल, मटर, चना, राजमा र निषिद्ध सागसब्जी एकादशीको दिन सेवन गर्नु हुँदैन। तरकारी मध्ये बैगन, भिन्डी, गोबी, टमाटर र प्याज, लसुन पनि त्याग गर्नुपर्छ। नुनका विषयमा पनि शास्त्र भन्छ, लवणम वर्जयेत् भक्ष्यम एकादश्यम विशेषतः, अर्थात् एकादशीमा नुन विशेष रूपमा त्याग गर्नुपर्छ। प्राय व्यक्ति शुद्ध नुन भनेर प्राय लिने गर्नुहुन्छ। शुद्ध नुन पनि भरिसके नलिनु पनि भन्छ। त्यो नलिँदा अझै एकादशी पूर्ण रूपमा राम्रो हुने गर्दछ। र खाने के त भन्दा पद्म पुराण भन्छ, फलम मूलम पयम शुद्धम भोजितम हरिवासरित, अर्थात् एकादशीको दिन फल, कन्दमूल र शुद्ध दूध स्वीकार गर्न सकिन्छ। त्यो पनि एउटा समयमा। एकादशी साँचो अर्थ खानामा संयम र मनमा श्री हरिको स्मरण हुनु पर्दछ। एकादशीले आत्मशुद्धिको दिन बनाऊ। राधे श्याम। भिडियो हेरिरहनु भएको छ भने सबै माझमा पुर्याइदिनु होला।